हेलो हेलो त लागिरहेको छ हजुर यता चाहिँ बोरिङ फिल हेलो गाइज छोडे नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरहरूलाई सिंहजारी भ्लग्समा। अनि म चाहिँ विष्णु बुटोल डाइभरटोलदेखि न्यू डे न्यू भ्लग लिएर आइसकेको छु फेरि पनि हजुरहरूको सामु। अनि आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अनि आजको भिडियो चाहिँ के को भिडियो हुनेवाला छ भनेर हजुरहरूले टाइटल थम्बनेल देखेर नै गेस गरिसक्नु भयो होला सायद। सो आजको भिडियो चाहिँ के को बारेमा हुनेवाला छ भन्दाखेरि चाहिँ आज हामी घुम्न जाँदैछौँ साथीहरू। कहाँ भन्दाखेरि भाइरल प्लेस भाइरल छ अहिले चाहिँ, त्यो चाहिँ गजेडी हो कि गजेडा हो, गजेडिटाल खै के हो हामी चाहिँ त्यो प्रनाउन्सिएसन गर्न चाहिँ खासै आएन हामीलाई चाहिँ। खास एक्जुअल नाम चाहिँ के हो थाहा भएन। अनि त्यहाँ जाँदैछौँ साथीहरू। अनि को जाँदैछौँ भन्दाखेरि चाहिँ म, सुस्मिताको हस्बेन्ड अनि सुस्मिताको साथीहरू भएर हामी चाहिँ जान लागेको। अहिले चाहिँ मैले यो भ्लग कति बजी स्टार्ट गर्दैछु भन्दाखेरि चाहिँ दिउँसोको 3 बज्न लागिसक्यो, 2:30 भयो। अनि मैले चाहिँ अहिले यो भ्लग स्टार्ट गर्दैछु यतिखेर। सो म चाहिँ कपडाहरू लगाइसकेँ, रेडी भइसक्यो। अब चाहिँ हामी चाहिँ अब निस्किन्छौँ होला सायद। हामी चाहिँ रेडी भइसक्यो साथीहरू। अब हामी जान लाग्यो। मेरो आजको गेटअप ल आज चाहिँ कुर्तामा अनि म सुस्मिताको पनि गेटअप देखाउँछु है। सुस्मिताको चाहिँ आजको गेटअप आज चाहिँ हामी कुर्तीवाली भएर हिँडेछौँ। अनि बाबु चाहिँ उता अगाडि हुनु। हामी चाहिँ भर्खरै हिँड्यौँ साथीहरू, तर हामीलाई बाटो थाहा छैन, सोधी जाने हो। अनि त्यही हो, हामी चाहिँ घरबाट हिँडेँ मैले। आजको मौसम चाहिँ एकदम सफा छ, के अरे घाम पनि तलक्कै टल्के छ। फुलहरू हेर्नु न कस्तो राम्रो भयो। हामी चाहिँ अहिले शान्तिकुञ्ज जयकोटी आइपुग्न लाग्यौँ। अब मिलनचोक एउटा साथीको घर छ, अनि त्यहाँ बसेर जान्छौँ होला हामी चाहिँ। अहिले जयकोटी आइपुग्यौँ। अब यता लाग्छौँ हामी जयकोटीको भित्री बाटो। म अहिले बाटो पनि देखाउँछु है हजुरहरूलाई, तर मलाई पनि थाहा छैन। अनि हजुरहरूलाई पनि थाहा नहुनसक्छ नि त, त्यही भएर हामी गएको भिडियो हेरेर नै हजुरहरू पनि जान सक्नुहुन्छ। तर गइसक्नुभयो होला, हामी होला लास्टै ढिलो भनेको। सो त्यही हो, हेर्दै गर्नु होला। हामी अब जान लाग्छ अब चाहिँ हामी जान लाग्यो। हामी चाहिँ साथीहरू अब पश्चिमतिर लाग्यौँ, हस्पिटल लाइनबाट सिधै यता पश्चिम जाने साइडतिर। सिधै यो चाहिँ तिनाउ पुल। अनि सिधै दायाँ बायाँ नगरिकन यही बाटो नछोडिकन सिधै जाने। अनि त्यसपछि बाँसगढी आउँछ। अनि बाँसगढी चोकबाट भित्र यता लेफ्ट साइडतिर लाग्ने। अनि त्यसपछि आउँछ साथीहरू धनापुर ताल, त्यसलाई चाहिँ गजेडी ताल पनि भनिन्छ अनि धनापुर ताल पनि भनिन्छ क्या हो साथीहरू। सो त्यही हो, हेर्दै गर्नु होला। अब चाहिँ चोक आइपुग्यो साथीहरू। हामी चाहिँ यहाँ बाँसगढी आइपुगेछौँ। अनि यहाँ पर्खेर बसेछौँ साथीलाई। यो बाँसगढीको चोकदेखि यता दक्षिण साइडतिर जाने हो अरे। हामीले भर्खर यहाँ सोधेको। अनि अगाडि सिधै जाने अब नानी कता गाह्रो होला यसको के। हामी चाहिँ यहाँबाट अब भित्र पस्छौँ साथीहरू। यहाँबाट सिधै हो अरे। बाटो त कस्तो राम्रो रहेछ बल्ल यताभित्र।
चाहिँ भर्खरै आइपुगे साथीहरू। हामी चाहिँ आइपुग्यौँ हाम्रो साथीहरू यता। फुल चाहिँ टिप्न पाउँदैन रे साथीहरू। यतिकै हेर्न मात्रै। ओहो कति मजा होइन यही बार हो क्या हो। ए अँ यता एक राउन्ड घुम्न पर्ने रहेछ। इसे सारकै रोटी चाली कि आसी मेला गीत चाल्न। यता हाम्रो बाबुलाई झ्याउ लायो रे। अहिले त्यहाँ चढेपछि आनन्द हुन्छ नि होइन। पुरै धेरै नटिपे नै हुन्थ्यो एउटा दुईटा मात्रै टिपे हुन्थ्यो क्या न। त्यो डुङ्गा हिँड्दा मासिन्छ त्यही भएर हो क्या टिप्न दिएको न त्यतिकै फाल्न धेरै नटिप्ने एउटा दुईटा मात्रै पालाको वासनकै दे बुट्टापट्टि यतापछि विष्णु कस्तो लागिरहेछ आज यता चाहिँ बोरिङ फिल एकदम बोर भएको छ अरे यता कहाँ लु रामुले यता यो नि हे भगवान ओ उता छ के घाम डुब्न ल। हाम्रो पालो चाहिँ यो पछि हो क्या हो। हेलो हेलो आँखा छोप्यो के हामीले पनि छिट्टै यस्तो गराउने भन्न त्यहाँ। अब यो पछि हामी जाने। हामी चाहिँ भर्खरै चढ्यौँ साथीहरू। यहाँ दुईजना भनेको अब चाहिँ उतापट्टि हुन्छ
अछु यहाँ पानी हेर्नु न कस्तो भयो हेलो साथीहरु हामी चाहिँ अब घर फर्केको साथीहरु हामी चाहिँ अब घर फर्के यत्रो धेरै फुल लिएर यो चाहिँ अरूले टिपेको है हामीले मागेर ल्याएको घर लगेर अब स्याट्ट सजाएर राख्छ मम्मीले पानीमा डुबाएर कति धेरै छ यो दुईजनाको है हामी चाहिँ अहिले फर्किँदैछौँ हेलो साथीहरु हामी चाहिँ अहिले आइसक्यौँ घर हामी चाहिँ 8 बजे आइपुगेको थियौँ अनि त्यही हो गजेरी टाल पनि गयौँ जोस यता हामी डाइबोटोलदेखि गएको हो नि त जोस टाढै रहेछ टाढै लाग्यो मलाई चाहिँ 1 घण्टा जति त लाग्यो होला हामीलाई जानलाई अनि भिडियोहरु पनि खासै गराउन पाएन थोरै थोरै गराए अनि त्यही हो अनि फुलहरु पनि फुलहरु चाहिँ अरूले टिप्नु बस्यो अनि त्यही लिएर आयौँ हामीले चाहिँ अनि त्यही पनि टिप्न त नहुने हो त्यही पनि त्यो फुलहरु चाहिँ सबै वेस्टै जाने रहेछ त्यतिकै के त्यो त्यहाँ माछा पनि रहेछ के त्यहाँ भित्र अनि माछाहरुले नि खाने प्लस फाल्ने हो कि के कुरा पनि गर्दै थियो सो फुल टिप्न पाइन्छ कि नै भनेर उहाँको उसहरुलाई नै हामीले सोधेर टिपेको हो तर हामीले चाहिँ टिप्न सकेन त्यही अरूहरुले टिपेकोलाई मागेर ल्यायौँ अनि त्यही हो रमाइलो भयो हामी चाहिँ साथी भएर गथ्यौँ अनि हजुरहरुले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको लागि यही अन्त्य गर्न चाहन्छु बाइ बाइ